भनिन्छ हाम्रो नेपाल कृषि प्रधान देश हो, तर यहाँ कृषकका मुद्दाहरू सुनिँदैन। अहिले बर्खा लागेको छ, किसानले खेती गर्ने समय आएको छ, तर किसानले मल पाउन सकेका छैनन्। भन्नलाई त हाम्रो देशमा 2/3 सरकार छ, तर जब कृषकले बाली लगाउने बेलामा 2 गेडा मल पाउन पनि समस्या छ। यहाँ कृषकको पीडा कसले बुझिदिने? अहिले कृषकले मल बिउ पाउन नसकेर अस्तव्यस्त भइरहेको अवस्था छ। तर हाम्रो देश कृषि प्रधान देश भनेर हामीले आउने पुस्ताहरूलाई कसरी बुझाउने? यो समस्या राज्यले बुझ्नु पर्दैन? अनि कृषकले मल बिउ नपाएपछि कृषकले कसरी उत्पादन गर्छन् र देशलाई टेवा पुग्छ? अहिले जम बर्खा लागेको छ, असारे धान रोप्ने बेला आएको छ, तर कृषकको घरमा 1 गेडो मल छैन। अब कृषकले कसरी उत्पादन गर्ने? यो कृषकको समस्यालाई कहिले बुझ्ने हो नेपाल सरकारले? 2/3 सरकार भन्नलाई त भनिन्छ, तर जब समस्या परेका जनताहरू, समस्या परेका कृषकहरूलाई उनीहरूको आवाज सुनिँदैन, उनीहरूको समस्या समाधान हुँदैन भने हाम्रो देशको सरकारमा रहेर हाम्रो देशलाई बनाउँछु, देश विकास गर्छु अनि हाम्रो देशलाई आत्मनिर्भर गर्छु भनेर कसरी भन्न सकिन्छ? त्यसैले यो कृषकको समस्यालाई चाँडोभन्दा चाँडो सुनियोस्, बुझियोस् र गुनियोस् अनि समाधान गरियोस्। जय नेपाल सरकार।